특별한 문법. 고스트 플러스 어서, 워서, 예여서. धातु प्लस एर है यसको अर्थ के लाग्दो रहेछ धातु प्लस एर अर्थात आस अस यस है यता पनि लेखेको छ VST प्लस आस अस यस धातु प्लस एर भन्ने यसको अर्थ लाग्छ है VST प्लस के आ यसको के धातु प्लस एर ल हेर्नु कारण र समय कर्म अनुसार कर्मशः आउने कामलाई जोड्दा कारण र समय कर्म अनुसार कर्मशः आउने कामलाई जोड्न VST प्लस आ यसको प्रयोग गरिन्छ अर्थात आस अस यसको प्रयोग गरिन्छ पहिलो काम र दोस्रो काम बीच घनिष्ठ सम्बन्ध हुन्छ पहिलो काम र दोस्रो काम बीच के हुन्छ घनिष्ठ सम्बन्ध हुन्छ अर्थात पहिलो काम नगरी दोस्रो काम गर्न सकिन्छ पहिलो काम भएन भने दोस्रो काम पनि हुँदैन घनिष्ठ सम्बन्ध भनेको त्यही हो नि हुन्छ नि त्यो साथी पढ्न आएछ भने म पनि हाम्रो घनिष्ठ सम्बन्ध आयो हो हामीले पहिला पहिला मेरो नि एउटा साथीले के भन्थे भने स्कुल जान मन लाग्यो भने तपाईँ नआइज भने भन्ने अनि आउँथेन घनिष्ठ सम्बन्ध होइन हो म नआयो पनि नआउनु नआएको पनि नआउनु हो त्यस्तोलाई भन्छ घनिष्ठ सम्बन्ध होइन हो तिमी बोलिनौ भने भात खानु 12 रोटी खान्छु भन्ने जस्तो कुरा कुरा बुझ्दैछ बुझ्नु पऱ्यो त्यति गाह्रो छैन है हाँस्नुपर्छ घरिघरि कारण र समय कर्म अनुसार कर्मशः आउने कामलाई जोड्दा VST प्लस आ यसको प्रयोग गरिन्छ है पहिलो काम र दोस्रो काम बीच घनिष्ठ सम्बन्ध हुन्छ अर्थात पहिलो काम नगरी दोस्रो काम गर्न सकिँदैन कुरा गर्नु अथवा पहिलो काम र दोस्रो कामको कर्ता र समय स्थान एउटै हुनुपर्छ पहिलो काम गर्ने तपाईँ काम हुन्छ भने तपाईँ पनि त्यही हुनु पर्यो अनि समय स्थान पनि एउटै हुनु पर्यो एउटै समयमा काम गर्नु पर्यो के कुरा बुझ्नु भएको ल तल हेर खोगी मुन्जाङ भनेको नमुना बात नासिका मालवासे खिबुनी छुवाय मौसम सफा भएर मन पर्छ भने मौसम सफा लाग्दा तपाईको मन पर्ने त्यही समयमा मौसम सफा भयो त्यही समयमा तपाईलाई मन पर्यो भने घनिष्ठ सम्बन्ध भएर हैन मौसमसँग घनिष्ठ सम्बन्ध छैन मौसम सफा भएन भने मुड राम्रो हुन्छ हुँदैन मौसम सफा भयो भने मुड राम्रो हुन्छ हैन नासिका मालवासे खिबुनी छुवाय भनेको यो कारण हो कारणले होइन त मौसम सफा भएको कारणले मन परेको हैन हो नुनी फस भनेको आकाश सुनिएर एक्जाम सोधेको यो फसमा लाइन गर्नु है नुनी फस आनु भए खासै कहाँ गए आँखा बिहार गर्नु अनि तपाईले यसमा कन्फ्युज हुन्छ कि अलि यो स अनि क्रिया नपरेको मान्छे यसमा कन्फ्युज हुन्छ किनभने मैले तपाईलाई उसमा जस्तै हामीले हेन्जी सिजेमा ओदा पढ्यौं ओदा ओदा भनेको आउनु हेर्नुस् है तपाई कन्फ्युज नहुनुहोस् है ओदा भनेको आउनु यसरी पढ्यो भने म पहिला यता भने अनि पहिला किन कन्फ्युज हुनु हो अनि किन नहुने त्योमा जान्छ अनि ओदा भनेको आउनु भनेर पढ्यो ओके हो यो ओ छ भने VST को अब दाता हाम्रो जहिले पनि गर्छ VST को अन्तमा ओरा आछ भने आयो जोड्ने हो ओके हो भनेपछि के हुन्छ आयो हुन्छ हुन्छ न हुन्छ भनेपछि ओ प्लस आयो भनेपछि तपाईले मैले हिन्जे सिजेमा इन्फर्मल फर्मुलामा ओ प्लस आयो इक्वल के हुन्छ भनेको y हुन्छ भनेको ओके y हुन्छ भनेको हैन हो अनि जस्तै छुदा भनेको दिनु छुदा भनेको दिनु छुदा भनेको दिनु अब उ छ भने त हामी के जोड्ने हो अय जोड्ने हो नि छुदा त आफै हर्छ प्लस अनि हामीले अय जोड्नु पर्यो पर्यो अ उ ए हैन हामीले अय जोड्ने हो जसमा छु प्लस अय के हुन्छ छय हुन्छ छु अय हुन्छ त हुँदैन नि त के हुन्छ किनकि अब यो त योसँग जोडिन्छ नि डबल भएन जोडिन्छ नि त हो त्यही भएर के हुन्छ यसको छय हुन्छ छय भनेको के दिन्छु दिनुहुन्छ अब यति चाहिँ कुरा तपाईलाई थाहा छ मैले त पहिले कुरा फेरि नै अनि यहाँनिर के आछ फु आछ फु प्लस हामीले अस जोडियो किन यो फु असमा यसको फस नलाग्यो होला भन्न सक्नुहुन्छ किन नलाग्यो होला किनकि यो फु अस भन्ने क्रिया थाहा छ फुत्ता क्रियाबाट बनेको स अट्ने क्रिया फुत्ता भनेको खन्याउनु अथवा के सुन्निनु खन्याउनु अथवा सुन्निनु क्रियाबाट बनेको हैन त अनि यहाँ स भइले हामीले अनि यसरी यता ल्याएर जोड्न मिल्छ
एउटा स भयो है मिल्दैन नि त हो त्यही भएर यहाँ स हटेको मात्रै पो हो त स्वरमा भेटेर छँदैन भएको त होइन नि त कि त्यहाँ अर्थै नलाउनु पर्यो अर्थ त छ नि हैन हो आज त आएपछि मान्छे त आयो आयो भनेर अब कन्फ्युज हुनुहुन्न नि त्यही भएर के भएको बस यहाँ स झुन्डिया त छ कि यो भेटेर पो गर्न आइदिएन यहाँ म हुन त चाहिँदैन भनेर पो अनि हटेको म देखिन्न छ नि त वास्तविक त छ नि त्यही भएर हामी यत्रो बुझाउनुको कारण पनि त्यही है अनि रामेण पुर्याछ भनेको चाउचाउलाई के गरेर उमालेर भने चाउचाउलाई उमालेर मौसी खानुहोस् भने नउमालिने खाना त नसक्ने त होइन तर क्रमशः खान भनेको अब उमालेर खायो भने मिठो हुन्छ भनेको पहिलो काम नगरी नउमालिने खायो भने के हुन्छ नमिठो हुन्छ अथवा अगाइँदैन उमालेर खायो भने एउटा चाउचाउले अगाउन सकिन्छ भनेपछि अगाउने कुरा कसरी पुरा आउँदो रहेछ चाउचाउ उमालेर खाएको पुरा आउँदो रहेछ भनेपछि पहिलो काम नगरी दोस्रो काम सम्भव हुँदैन है ल रामेण पुर्याछ मगुसियो चाउचाउलाई उमालेर खानुहोस् के भयो कर्मशः काम भयो अनि खोगिरुल खोवाछ भनेको मासुलाई पोलेर खुप्ता यो खुप्ता क्रियाबाट बनेको होइन त खुप्ता भनेको के पोल्नु अथवा सेक्नु पोल्नु अथवा सेक्नु खुप्ता भनेको पोल्नु अथवा सेक्नु होइन हो भनेपछि ब हटेर व भनेको होइन त हो हिजै पढाएको ब अनि क्रिया भनेर पढाएको होइन त हो भनेपछि खोगिरुल खोवाछ खुसीमेल गयो भनेको मासुलाई चाहिँ पोलेर अथवा सेकेर खायो भने हुन्छ अनि किम्ची चिकेका भनेको के तातो ग्रेभी सुप किम्ची तातो ग्रेभी सुप मेवास भनेको पिरो भएर मगुलसो अवसर खान सकिने के हो कारण हो नि त हैन त भनेपछि पिरो भएर त्यही भएको सकिने नबिरोबाट खान गम्ती सक्ने हैन भनेपछि रौर भनेको के रहेछ कुनै पनि उद्देश्य प्राप्तिको लागि निष्काममा जाने कुरा व्यक्त गर्दा रहेछ आशा भनेको कारण र समय कर्म अनुसार कर्म साउने पहिलो काम नगरी दोस्रो काम सम्पन्न गर्न नसकिने पहिलो काम र दोस्रो काम बीच घनिष्ठ सम्बन्ध हुने अथवा पहिलो काम गर्ने र दोस्रो काम गर्ने कर्ता पनि एउटै हुनुपर्ने समय स्थान पनि एउटै हुनुपर्ने त्यस्तो अवस्थामा आ अ य सबको